जुन रात म मेरो बाउको पेटबाट आमाको पेटमा ट्रान्सफर हुँदै थिएँ, त्यो रात पनि मेरो बाउ रस्काएर झाप्थे कि केटी हो। बाउको पेटभित्र म पनि झाप भएर सुतिरहेको थिएँ। मलाई आमाकोमा जानु पनि मन थिएन, मलाई यो पापी संसारमा जन्मिनु पनि मन थिएन। बाउ आमाले इमोसन कन्ट्रोल गर्न नसकेर म आउनु पर्यो हो। त्यो रात मेरो बाउ झाप, बाउको पेटभित्र म पनि झाप होइन। तर जस्तै झाप भए पनि रेस लगाएर लाखौँ हजारौँलाई पछाडि छोडेर आमाको पार्टी घरसम्म पुगेर सफल भएको त्यो रातभरिको मेहनतको म एकजना मात्रै हो कि केटी हो। त्यसैले म लास्टै जात्रा छु, म बोलिदिन्छु, म भनिदिन्छु, म झाप पनि भइदिन्छु। मलाई यो गीत चाहिँ जहिले पनि म मेरो बाउले डेडिकेट गर्छु होइन। जाँड खाएको तालमा मलाई पाएको हो नि त मेरो बाउले। अनि मेरो बाउले पाएको 9 महिनापछि बल्ल आमाले पाएको हो कि। त्यसैले यो बच्चाहरूले बुझ्दैन। चान्चु ने त कहाँ हो र, चान्चु ने त कहाँ हो र, अँध्यारो मालाको माया, अँध्यारो मालाको माया। ओके
थ्याङ्क यू सो मच आई लभ यु र हाम्रो अझै धेरै दिनसम्म महोत्सव चल्नेछ अझै रमाइलो रमाइलो कलाकारहरू आउनुहुनेछ यसरी सपोर्ट